हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो अर्को ब्लगमा। र आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ भनेर। र म पनि एकदमै सन्चै छु। र आज चाहिँ हामी कतै जान भनेर निस्किसकेका छौँ। कतै जान भन्दाखेरि चाहिँ गाइस हामीहरू चाहिँ जान आँट्दैछौँ आज सद्या मेरो माइत। अब गाइस माइत भन्न चाहिँ मलाई एकदमै मनदेखि नै मन लाग्दैन। अब के गर्नु, बिहे भइसकेपछि चाहिँ छोरी मान्छेले बाबाको घरलाई माइतै भन्नु पर्दो रहेछ। र यतापट्टि चाहिँ हामीहरूको चार्ली जाने बास पनि आइसकेको छ र हामी चाहिँ यसमै चढेर जानेछौँ चार्ली। र गाइस म चाहिँ कतै जानु छ भने, घामै लागेको छ भने त्यो दिन चाहिँ पानी नि पर्छ। के भएको त्यस्तो हजुरहरूले भनिदिनु त। यति राम्रो दिन हुन्छ, आज चाहिँ कतै जाउँ न भनेर निस्क्यो भने बाटैमा पुगेपछि पानी आइदिइहाल्छ। कतिखेप हामीहरू चाहिँ हिँडेको जहिले नै त्यस्तै नै भइरहेको छ। अब यो चाहिँ के भएको मलाई थाहा छैन। र यता चार्ली पुगिओरि हामी चाहिँ यता नाइट सुपरमा उठिसकेका छौँ। र गाइस हामी चाहिँ गाडीमा चढिओरि अब चाहिँ हामीहरूको जर्नी पनि स्टार्ट भइसकेको छ। र यस्तै गर्दा गर्दै हामीहरू चाहिँ अब अहिले चाहिँ नामिसकेका छौँ तिनसुकियामा। अब लामो भिडियो गर्न छ, धेरै लामो हुन्छ भिडियो, त्यही भएर थोरै थोरै भए पनि क्लिप लिएँ मैले। यता तिनसुकियामा नामिओरि मेरो अनुहार देख्न सक्नुहुन्छ कस्तो भइसकेको छ। र तिनसुकियाबाट पनि हामी हिँडिसकेका छौँ। अब हाम्रो चाहिँ तिनसुकियाबाट 8 माइलसम्मको मात्रै गाडी थियो। त्यहाँ हामीले चाहिँ फेरि यता अटोमा बसिसकेका छौँ। मलाई चाहिँ कतिखेर घर पुगौँ जस्तो भएको थियो, अनुहार गति नाइकिया रातभरि हिँडेर। अब यतापट्टि हामी फाइनली घर पनि पुगिसकेका छौँ अहिले चाहिँ। र गाइस हामी चाहिँ अहिले फाइनली घर आइपुगेका छौँ। घर आएर चाहिँ हामी नुहाइधुवाइ गरेर सिधै हामी टिको लाउन बस्यौँ। यता मातापिताले चाहिँ हामीलाई टिको लगाइदिनु हुँदैछ, टिको लगाएर आशीर्वाद दिनुहुँदैछ। घरमा लगाइसकेर चाहिँ हामीहरू फेरि गयौँ बडी पिता घर। र बडी पिता घरमा पनि बडी पिता आमाको हातको टिको लगाएर हामीहरू फेरि गयौँ त्यहाँबाट सानाबा सानीमाको हातको टिको लाउन। अब सानाबा भन्दा चाहिँ मेरो बाबाको चाहिँ सानाबा सानीमाको हातको टिको लाउन भनेर गयौँ। उहाँ पनि टिको लगाएर हामीहरूले आशीर्वाद लियौँ। सानाबा सानीमाको हातको टिको लगाइसकेपछि चाहिँ हामी हजुरआमा घर गयौँ, हामीहरूको बुढी हजुरआमा घर गयौँ। अब दसैँमा चाहिँ हामीहरूले ठुला बडाको हातको आशीर्वाद लिनुपर्छ टिको लगाएर, मान्य जोन्यको सबैको हातको। त्यहाँबाट चाहिँ हजुरआमा घरबाट आएर चाहिँ हामी मेरी ठुली फुपू घर गयौँ टिको लाउन। यता हामी ठुली फुपू घर लाउँदैछौँ। उहाँबाट आएर चाहिँ फेरि काका घर आयौँ। काकीले चाहिँ भएन, त्यही भएर त काका र भाइ भएर टिको लगाइदिनुहुन्छ। भाइले चाहिँ म पनि लगाइदिन्छु भनेर त लगाइदिँदैछ। हिजो अस्तिसम्म सानै छ मेरो भाइ जस्तो लाग्थ्यो, कति छिटो ठुलो भयो हेर्नु न अब। र काका घरबाट चाहिँ टिको लगाइसकेर हामी फेरि गयौँ हजुरआमा घर। त हजुरआमाको हातबाट टिको लगाउँदैछौँ। र गाइस यसपालि चाहिँ नयाँ पालि थियो, हाम्रो धेरैतिर जानु थियो, तर के गर्नु जानै सकिएन लास्ट भएर। दिदीहरू भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ नरिसाउनु होला। र आजको भिडियो यति नै गाइस, फेरि भेट हुनेछ अर्को भिडियोमा।